हेलो साथीहरू, स्वागत छ आज भिडियोमा पनि। र हिजोको भिडियोमा योभन्दा पहिलेको भिडियोमा चाहिँ हामीले ड्रइङ सम्बन्धी कुराहरूको पेन्टको खोल्ने र यसको नामहरू चाहिँ हामीले थाहा पाएका थिए। र यसमा चाहिँ आज थप कुराहरू सिक्नेछौँ। र यसमा चाहिँ आजको भागमा चाहिँ हामी यो फाइल मेनुको भित्र के छ यसको बारेमा चाहिँ हामी सिक्नेछौँ। यसमा के छ, यसमा चाहिँ हामीले के गर्न सकिन्छ यसको बारेमा हामी थाहा पाउनेछौँ। र सबैभन्दा पहिले हामीले पेन्ट खोलिसकेपछि एउटा फाइल भनेर दिएको हुन्छ, कुनैमा फाइल दिएको हुन्छ अनि कुनैमा चाहिँ एउटा अप्सन बटन मात्र दिएको हुन्छ। र फाइलमा क्लिक गर्ने बित्तिकै तपाईँको न्यू, ओपन अनि सेभ एज अनि प्रिन्ट अनि त्यसपछि हाम्रो यसमा चाहिँ क्यामेरा स्क्यान दिएको छैन, अहिले चाहिँ यसमा ड्राइभर नभएर होला सायद। अनि त्यसपछि सेन्ड मेलहरू, अनि त्यसपछि सेट डेस्कटप ब्याकग्राउन्ड प्रोपर्टिज अनि त्यसपछि अबाउट जिग भन्ने कुराहरू दिएको छ। तपाईँले यहाँ सबै कुराहरू यहाँ हेर्न सक्नुहुन्छ। र कुनै कुराहरू जस्तै हामीले पहिले चाहिँ यहाँनिर चाहिँ कुनै कुराहरू ड्रइङ गरेका छौँ भनेपछि, जस्तै मैले अहिले केही कुराहरू यहाँ लेखेको छु भनेपछि अब मैले नयाँ गऱ्यो भनेपछि यो फाइललाई सेभ गर्ने के गर्ने भनेर दिएको हुन्छ। अब हामीले यसलाई चाहिँ सेभ गरेन भनेपछि नयाँ प्रोग्राम आयो है। त यहाँ मैले सेभ गरेँ भए त्यो सेभ हुन्थ्यो होइन। अब मैले सेभ गरेन भनेपछि यहाँ एउटा प्रोग्राम चाहिँ नयाँ आयो है। त अब त्यस्तै गरेर हामीले ओपन भनेको चाहिँ कुनै तपाईँले पहिले सेभ गर्नुभएको कुराहरू चाहिँ यहाँदेखि ओपन गर्न सक्नुहुन्छ भने फोटोहरू पनि ल्याउन सक्नुहुन्छ यहाँदेखि। जस्तै ओपन गर्नुभयो भनेपछि कुनै फोटोहरू चाहिँ यहाँदेखि तपाईँले ल्याउन सक्नुहुन्छ भनेपछि, अथवा केही कुराहरू छ भनेपछि यसरी तपाईँले ओपन गर्न सक्नुहुन्छ, फोटोहरू पनि ल्याउन सक्नुहुन्छ ओपन गरेर कुनै कुराहरू चाहिँ छ भनेपछि। र यसमा चाहिँ नयाँ गरेर फेरि त्यो पनि हट्यो हाम्रो। जस्तै मैले एउटा कुनै सेभ कुराहरू यसरी मैले सेभ बनाएको छु। जस्तै मैले अहिले एउटा इमोजी बनाइदिन्छु। अब जस्तै मानौ यो छ, यसलाई चाहिँ हामीले सेभ गर्नु छ भनेपछि अब तपाईँले यहाँदेखि सेभ गर्न सक्नुहुन्छ है। त सेभ पहिलोचोटि छ भने चाहिँ कन्ट्रोल, यसको सर्टकट की पनि यहाँ देखाउँछ। तपाईँले न्यूको लागि चाहिँ कन्ट्रोल एन दबाउँदाखेरि नयाँ आउँछ भनेपछि, अब कन्ट्रोल ओ दबाउँदाखेरि ओपन हुन्छ अनि सेभ गर्दाखेरि चाहिँ कन्ट्रोल एस दबाउँदाखेरि सेभ हुन्छ भनेपछि F12 दबाउँदाखेरि सेभ एज हुन्छ है। त र अहिले चाहिँ हामीले यसलाई सेभ गर्नको लागि चाहिँ तपाईँलाई मैले एउटा कलर पनि फिल गरिदिन्छु ल। कलर फिल गरेँ अनि त्यसपछि मैले यसलाई के गरेँ, सेभ गरेँ है। त सेभ गऱ्यो भने पनि हाम्रो सेभ एज भनेर देखाएको छ नि, यहाँनिर सेभ एज यहाँ देखाउँछ। र कुन फाइलमा सेभ गर्ने भनेर यहाँ देखाउँछ। अनि डिस्पिसीमा गएर अब तपाईँले डी ड्राइभमा कुन ड्राइभमा सेभ गर्ने हो त्यो चाहिँ हामीले यहाँ चुज गरेर अनि त्यसपछि बनाउन सक्छौँ भने। र यसमा तपाईँको पहिले फाइल छ भने ठिक छ, छैन भने तपाईँले यहाँ न्यू फोल्डर गरेर अनि यसमा चाहिँ फाइलको नाम लेख्ने है। त फाइलको नाम लेख्दाखेरि चाहिँ अब मैले जस्तै ड्रइङ लेखेँ अनि यसलाई चाहिँ ओपन गरेँ। ओपन गरिसकेपछि तपाईँको फाइलको नाम माथि जान्छ, ड्रइङ भनेर यहाँ देखाउँछ। र यसमा चाहिँ के देखाउँछ भनेपछि फाइल नेम भनेको यो फोटोको नाम के राख्ने भन्ने हो। यो फोटोको नाम तपाईँले अलि जे पनि राख्न सक्नुहुन्छ। मैले जस्तै पिपी गरेँ र सेभ गर्ने बेला यसमा चाहिँ अरू फाइलहरू पनि दिन्छ। अहिले मैले पिएनजीमा ठिक छ अनि यसलाई सेभ गरिदिएँ है। त अब मैले यो सेभ गरिसकेपछि मैले जस्तै यसलाई मैले हटाइदिएँ, मानौँ यहाँदेखि मैले क्लोज गरेँ। अब फेरि खोल्छु, खोल्दाखेरि चाहिँ अब मैले त्यही फोटो खोल्नु छ भनेपछि ओपन भनेर देखाउँछ है। त हामी के गर्छौँ, फाइलमा जान्छौँ, त्यसपछि ओपनमा क्लिक गर्छौँ अनि कहाँ छ फाइल हामीले सेभ गरेको, डिस्पिसीमा जान्छौँ, त्यसपछि डी ड्राइभमा गएर अनि यसमा चाहिँ हामीले फाइल धेरै छ भने ठिक छ, छैन भने चाहिँ तपाईँले सिधै पनि खोल्न सक्नुहुन्छ। धेरै छ भने चाहिँ यहाँनिर सर्च गर्नुपर्ने हुन्छ। सर्च गर्दाखेरि चाहिँ त्यो फाइलको नाम लेख्नुपर्ने हुन्छ। नाम लेखिसकेपछि हामी जस्तै ड्रइङ लेखेका छौँ, यसलाई ओपन गर्ने। ओपन गरिसकेपछि अब यसमा फेरि फोटो आउँछ, फोटोलाई पनि हामीले के गर्छौँ, ओपन गर्छौँ। र अगाडि हामीले जुन फाइल सेभ गरेको थियो त्यो फाइल चाहिँ यहाँनिर आइसकेको छ है। त भनेपछि अब सेभ गर्दाखेरि चाहिँ अब दोस्रोचोटि देखाउँदैन है, फेरि केही पनि आउँदैन फेरि। जस्तै हामीले कुनै कुराहरू थपेँ, हामीले यसमा थपेँ होइन, अर्को पनि थपेँ र यसलाई हामीले सेभ गर्दाखेरि चाहिँ तपाईँ कुनै अप्सन दिँदैन,
दियो अहिले हाम्रो कुन फाइलमा गयो त्यो केही पनि भनेको छैन भने यो पुरानै फाइलमा गएर बस्छ सेभ भनेको है त। अनि सेभ एज गर्नुभयो भनेपछि नाम चाहिँ चेन्ज गर्न दिन्छ। जस्तै पहिले चाहिँ हाम्रो कुनै दिएको छैन अप्सन भनेपछि सेभ एज भनेको चाहिँ जस्तै हामीले यसलाई यहाँनिर चेन्ज गर्न सक्छौँ, टु बनाउन सक्छौँ अथवा यसलाई अब हामीले सेभ गरिदिए। अब एउटा पहिलेको थियो, अहिले चाहिँ जस्तै हामीले फेरि गएर हेर्छौँ कम्प्युटरमा डी ड्राइभमा, अनि यसमा चाहिँ ड्रइङ भन्ने फाइल छ। ड्रइङमा चाहिँ हामीले अहिले सेभ गरेको चाहिँ सेभ एज भएर हामीले नाम चेन्ज गऱ्यो भने चाहिँ दुईवटा हुन्छ भने सिधै सेभ गर्नुभयो भने यसैमा आएर बस्छ। यो कुरा पनि तपाईँले थाहा पाउनुपर्ने हुन्छ है त। अनि त्यसको तल चाहिँ हाम्रो के छ भन्दाखेरि यहाँनिर प्रिन्ट भन्ने छ होइन। अब सेभ एज गर्दाखेरि चाहिँ तपाईँले कुन फाइलमा सेभ गर्ने भन्ने हुन्छ। पिएनजी, जेपिजी अनि बिएमपी अनि जिआइएफ अनि अदर फर्मुलामा पनि तपाईँले सेभ गर्न सक्नुहुन्छ। यहाँदेखि चुज गरेर जस्तै अहिले चाहिँ हाम्रो पिएनजीमा छ होइन। अब यसमा क्लिक गर्दाखेरि चाहिँ यहाँ क्लिक गर्दाखेरि चाहिँ तपाईँले जेपिजीमा सेभ गर्न सक्नुहुन्छ। यहाँनिर अप्सन पनि दिएको छ सेभ एज टाइप भनेर यहाँ दिएको छ। यसमा गएर तपाईँले के गर्न सक्नुहुन्छ, सेभ गर्न सक्नुहुन्छ है। अब अर्को छ प्रिन्ट। जस्तै कुनै कुराहरू तपाईँले यहाँनिर बनाउनु भएको छ भनेपछि यसलाई प्रिन्ट पनि गर्न सक्नुहुन्छ। प्रिन्ट गर्नको लागि चाहिँ तपाईँले पहिले प्रिन्टर जोडेको हुनुपर्छ। प्रिन्टर छैन भने अब हामी प्रिन्ट गर्न सक्दैनौँ है त। अब प्रिन्ट गर्नको लागि चाहिँ हाम्रो मैले एउटा भिडियो बनाइदिएको छु, त्यसमा गएर तपाईँले हेर्न सक्नुहुन्छ प्रिन्ट कसरी गर्ने भनेर। अब मैले यसमा क्लिक गरेर प्रिन्टमा जाने अनि त्यसपछि यहाँनिर चाहिँ प्रिन्टरको नाम आउँछ, नाम सिलेक्ट गर्ने अनि त्यसपछि यसमा कतिवटा निकाल्ने हो कपी, यसको कतिवटा पिस बनाउने हो त्यो छान्ने, त्यसपछि प्रिन्ट गर्ने है त। अनि अर्को छ हाम्रो सेन्ड मेल भन्ने छ। सेन्ड मेलको लागि चाहिँ तपाईँले एउटा आइडी बनाउनु पर्ने हुन्छ, माइक्रोसफ्ट लुकआउट भन्ने आइडी बनाउनु पर्छ। त्यसपछि मात्र तपाईँले यहाँदेखि सेन्ड गर्न सक्नुहुन्छ है त, नत्र हामीले गर्न सक्दैनौँ। अनि अर्को छ तपाईँको यसमा चाहिँ सेट डेस्कटप ब्याकग्राउन्ड भनेको छ। यो भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँले जस्तै यो फोटोलाई तपाईँको डेस्कटप ब्याकग्राउन्डमा भनेको मतलब अगाडिबाट चाहिँ राख्नको लागि प्रयोग गरिने हो। यसमा क्लिक गर्छौँ, जस्तै मैले अहिले यसलाई सिलेक्ट गरेँ अनि क्रप। अब मैले यसलाई के गर्छु, सेटिस डेस्कटप ब्याकग्राउन्डमा गएर पहिले फाइललाई के गर्नुपर्ने हुन्छ, यु मस्ट सेभ द फाइल बिफोर युजिङ इट एज डेस्कटप ब्याकग्राउन्ड। तपाईँले ब्याकग्राउन्डमा राख्नुभन्दा पहिले यसलाई सेभ गर्नुपर्ने हुन्छ भन्यो। र मैले चाहिँ अगाडिको फाइलमा चाहिँ यो ड्रइङ भन्ने फाइलमा चाहिँ सेभ गरेको छु। यसलाई कुनै नाम लेखेर सेभ गरिदिएँ। अब तपाईँले यसलाई मिनिमाइज गर्नुभयो भने यसरी अगाडिबाट आउँछ, हेर्न सक्नुहुन्छ। डेस्कटप ब्याकग्राउन्डमा हामीले फोटो राखिसकेका छौँ। र अर्को स्टाइलमा पनि राख्नु छ भनेपछि यसमा गएर टाइल गर्नु होला। टाइल गऱ्यो भने फेरि रहन्छ अनि यहाँ धेरै फोटोहरू हुन्छ, तपाईँले यसरी हेर्न सक्नुहुन्छ। अब यहाँ फोटो छ भनेपछि देखाउँछ, नत्र देखाउँदैन फेरि। अनि त्यसपछि जस्तै मैले यो पहिलेको फोटो छ, यो फोटोलाई पनि यसरी ओपन गर्न सक्छौँ। र अर्को छ यसमा चाहिँ फिल भनेको सेन्टर भनेको बिचमा आउँछ, फिल भनेको पुरै स्क्रिनमा जान्छ। जस्तै मैले अर्को फोटो निकाल्छु है। अब यो फोटो छ, यसलाई मैले के गर्छु, सेन्टर गर्छु। सेन्टर गर्दाखेरि मैले मिनिमाइज गरेर हेर्न सक्छु। यो कम्प्युटरको बिचमा भएर आउँछ है त। अब त्यसपछि यहाँ प्रोपर्टिज भन्ने छ। प्रोपर्टिज भनेको चाहिँ यो फोटो चाहिँ केमा छ भनेर देखाउँछ। यसमा चाहिँ इमेजको साइज, तपाईँको लास्ट सेभ भनेको चाहिँ कुन मितिमा भएछ, कति बजे सेभ गरेको छ त्यो देखाउँछ। अनि साइज देखाउँछ, अनि रेजुलेसन देखाउँछ, अनि युनिटहरू केमा छ, अनि कलरहरू कुन छ, कलर छ कि ब्ल्याक एन्ड व्हाइट छ होइन, केमा छ त्यो हेर्न सक्नुहुन्छ। अब यसमा ब्ल्याक एन्ड व्हाइट छ भने तपाईँको कालो र व्हाइट मात्र आउने भयो, सेतो मात्र आउने भयो।
अनि यसमा चाहिँ साइज छ। अनि यसरी तपाईँले प्रोपर्टिज हेर्न सक्नुहुन्छ है त। भने अब एबाउट पेन्ट भनेको चाहिँ यो कुन भर्जनको हो, विन्डोज कुनमा छ भनेर तपाईँले यहीँदेखि हेर्न सक्नुहुन्छ। कतिमा चाहिँ बनेको छ त्यो यसको बारेमा हेर्न सक्नुहुन्छ। र लास्टमा चाहिँ हाम्रो एक्जिट भनेको छ, यो भनेको चाहिँ बन्द हुन्छ। जसरी हामीले यहाँनिर क्लोज गर्थ्यौँ नि माथि, सेम त्यसै गरेर यहाँनिरबाट पनि हामीले के गर्न सक्छौँ, बन्द गर्न सक्छौँ। अब तपाईँले दुईवटा तरिकाले चाहिँ बन्द गर्न सक्नुभयो। र अब एउटा चाहिँ बाँकी छ रिसेन्ट पिक्चर भन्ने छ। रिसेन्ट पिक्चर भनेको चाहिँ तपाईँले अहिलेसम्म कुन कुन फाइलहरू, कुन कुन फोटोहरू बनाउनु भयो त्यो चाहिँ यहाँ देखाउँछ है। अहिलेसम्म कति बनाउनु भएको छ भनेपछि यहाँ क्लिक गरेर तपाईँले हेर्न सक्नुहुन्छ। जस्तै मैले यो पनि बनाएको थिएँ, यो फोटो पनि लिएको थिएँ, यो पनि बनाएको थिएँ हो। र यसै गरेर चाहिँ हाम्रो पार्ट 2, पार्ट 3, 4, 5, 6 भनेर चाहिँ हामी भिडियो बनाउने छौँ। हजुरहरूले चाहिँ हाम्रो भिडियोहरूलाई लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। मन पऱ्यो भनेपछि कमेन्टहरू नबुझेको छ, नबुझ्नु भएको छ अथवा बुझ्नुभएको छैन भनेपछि कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच। अहिलेसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद।